ल शिफ्ट भए आजको अनैतिक मालिक यहाँदेखि चाहिँ यहाँदेखि पल्लापट्टि अब जाने बेला भयो लु जाउँ। आज पानीले गर्दा चाहिँ एकदम जग्गा बिगाएर चाहिँ यहाँदेखि चाहिँ शिफ्ट भएको छौँ। यहाँ भित्रबाट बाइकको गाडीबाट चाहिँ जाँदैछौँ। यहाँ परको पनि तपाईँलाई अपडेट देखाउनेछु। लु अब हामी होइन सबै गरेर चिसोलो मामाको त म त डर लागेर पर राखेको। आजको स्थिति जस्तो चाहिँ हाम्रो बाटो चाहिँ मामा उयो छेउमा चाहिँ साह्रो छेउ नजानुहोस् ल। छेउ चाहिँ डेन्जर चाहिँ अघि हल्लेको म त यस्तो चाहिँ यो बाटो स्थिति चाहिँ आज बेलुकाको पानी हेर्न नि सबै भिजिसक्यो हेर भानिस केटा। यहाँ हेर्नु नि अलैँचीको मालिक अलिकति आज हाम्रो पानी ओ सोल्टी पनि आइपुग्नुपर्छ। त्यहाँ त अघि बिहान त म त नि रुनु नाच्नु भएको नि हौ। आपालाई चाहिँ मलाई के भन्दै त साङ्गेन गाडी चाहिँ झुन्डाइ राखेर क्या कहाँ चाहिँ पग्ला जस्तो कराउँदै आउँछ भन्छ मलाई त। उयो बरु मामाले गर्दै गरेको जग्गामा चाहिँ हाम्रो चाहिँ पछाडि लाउनु नि। यहाँ पारि चाहिँ अलिक झरेर चाहिँ बाटो सफा गर्दैछ र हामी चाहिँ अगाडि छिराइराखेको थियौँ ल। यहाँनिर हामी चाहिँ पहिरो जान्दा अलैँची बोक्नु नचाउने यहाँ मालिक छ नि आज त मालिक छ नि आज। खै कस्तो मिलायो यसमै माथि लडाउँदा हुन्छ हुन्छ